सबैलाई नमस्कार। म अर्जुन भुसाल। आफ्नो श्रीमती पछिल्लो समय श्रीमान हराउने श्रीमती हराउनेको संख्या बढ्यो। पछिल्लो समय धेरै मानिसहरू हराएका घटनाहरू आउँछन्। पारिवारिक रूपमा धेरै सम्बन्धहरूको कारणले हो या के हो थाहा भएन। अहिले उहाँ आफ्नो श्रीमती हराएर आउनु भएको छ। म आग्रह गर्छु उहाँ दिदीको तस्बिर मैले यहाँ सार्वजनिक गरेको छु। यदि कहीँ कतै कुनै अवस्थामा भए सम्पर्कमा आइदिन आग्रह गर्छु। कसैले देखे भनिदिन आग्रह गर्छु। आज परिवार आत्तिएको छ। धेरै मानिसहरू हराएका घटनाहरू दिन प्रतिदिन बढ्दो छ। यसले समाज कुन बाटोमा जाँदैछ भनेर म अहिलेदेखि नै तर्सिएको छु। म आग्रह गर्छु उहाँको खोजीमा सबैलाई जुट्न आग्रह गर्छु। हजुर नमस्कार। हजुरको नाम के हो? कृष्ण प्रसाद। कृष्ण प्रसाद के हो? कृष्ण प्रसाद महतो। महतो। घर पर्सा? हजुर। पर्सा कुन ठाउँ? पर्सा तपाईको गाउँ जिराबने गाउँपालिका। श्रीमतीको नाम के हो? सपना चौधरी। सपना चौधरी। कति वर्षको सपना? 30 वर्ष। 30 वर्ष। कसरी हराउनु भयो त सपनालाई भन्नुस् त? अब के भन्ने सर, अब आउनु भयो यहाँ साथीबाट काम गरेर जान्छु भनेर सर। अनि चाहिँ मैले फोन गर्दाखेरि काम छैन भने त्यसो भए आऊ गर भनेर। कहाँ काम गर्नुहुन्थ्यो? यही काम गर्न फर्स्ट छुट्टी आउनु भयो थियो सर। काम गर्न जान्छु भनेर सर। राम्रो काम पाएछ, साथीहरूसँग जब मिटेर गर्छु भन्नुभएको थियो सर। अनि मैले खुसी मनले मैले बिरगंज छोडेर आइदिएको सर। अनि आउनु भयो। अनि फेरि बिरगंज थियो कि चितवन? हजुर। काम गर्न गयो कहाँ? काम यही बसेर यही गर्नलाई। चितवनै बस्थ्यो? हजुर। बच्चा बच्चा छ कि नै घरमा? एउटा छोरा छ सर। कति वर्षको? 10-11 वर्ष। 10-11 वर्षको। सपना चौधरी। हजुर। हजुरसँग राम्रै कुरा हुन्थ्यो? हजुर राम्रै हुन्छ। झगडा थिएन बुढाबुढीको? केही थिएन सर। सपना चौधरी सम्पर्कविहीन भएको पछिल्लो समय उहाँसँग सम्पर्कमा नआएको 3 दिन भयो हैन त? 3 दिन भयो। आज 17 गते, असारको 17 गते आइपुग्दै गर्दा 3 दिन भयो सम्पर्कमा नआउनु भएको। म आग्रह गर्छु सपना चौधरी, हजुरसम्म यो खबर पुग्यो भने श्रीमान खोज्दै आउनु भएको छ। परिवार खोज्दै बसेको छ हजुरको लागि। आज परिवार ठुलो कुरा हो जसका लागि पनि म बारम्बार भन्छु आइदिनुहोस् श्रीमान। आफ्नो परिवार, माइती, आफ्ना आफन्तलाई सबैलाई पीडा हुन्छ। जीवनमा छेडेक चिजमा नरमाउनुहोस्। कसैसँग एकछिनको कुरा खुसीले जिन्दगी चल्दैन। कमी कमजोरी भए सच्याउनु पर्छ। श्रीमानसँग केही गल्ती भएको भए श्रीमानलाई सम्झाउने, कानुनी रूपमा लडाइँ लड्ने आधारहरू छन्। तर आफै सम्पर्कविहीन भइदिने, आफै सम्पर्कमा नआइदिने काम नगरिदिन आग्रह गर्छु। सपना चौधरीलाई यदि कोही कसैले कतै देखे नजिकको प्रहरी कार्यालय अथवा हाम्रा नम्बरहरू 98514941 98555051 मा फोन गरिदिन आग्रह गर्छु। श्रीमती भेटिने आशामा पर्सादेखि चितवन भरतपुरसम्म श्रीमती खोज्दै आउनु भएको छ। त्यसकारणले यो गाह्रो कुरा हो। म आग्रह गर्छु उहाँको खोजीमा सबैलाई जुटिदिन आग्रह गर्छु। देखि हजुरहरूले खबर गरिदिनु होला। नमस्कार।